हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। म सुमित सुनार एके स्पाइकर युट्युब च्यानलमा सबैजनालाई स्वागत गर्दछु। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ र म पनि एकदम सन्चै आरामै छु गाइज। अहिले चाहिँ खाना बनाउँदै हो। अहिले चाहिँ बिहान भइसक्यो, अघि नै बुढी पनि काममा गइसकिन्। भाँडासाँडा माझेर टक्क अनि खानासाना बनाउँदैछु कि खाना चाहिँ फेरि मेरो भेजिटेरियनै हुन्छ बढी होइन। मैले चिकन अरूले पकाएको खाना मन पराउँछ आफूले भन्दा। अनि यहाँ मैले आलु भुट्दैछु अनि अलिकति साग छ। यो सागलाई चाहिँ माथिबाट खुस्सा हाल्दैछु। यहाँ चाहिँ अलिकति साग छ, सागलाई चाहिँ यसरी माथिबाट खुस्सा हाल्दैछु। तरकारी पाकिहाल्छ। मसला ससला त्यस्तै एकैचोटि नुन खुर्सानी सब एकचोटि हालिदिसक्यो। अन्त चाहिँ गरिसक्यो। एउटा भात बसालेको छु त राइस कुकरमा। अनि बुढी चाहिँ बिहान नखाइकन जान्छन् बिचरा। आज त चाँडै बिहानै उठेर चिया बनाइदियो। त्यहाँदेखि चिया पनि यति पिएर गइन्, थोरै खाजा बनाइदिएको थिएँ अनि गइन् बुढी। म चाहिँ आज कहाँ जाँदैछु त, अब फेरि अस्ति नगएको ठाउँमा बल्न जाने भनेको 1:30 बजीतिर निस्किनु पर्ला भने। अनि त्यति राम्रोसँग थाहा पनि छैन कि कसरी जाने, कहाँ जाने, कताबाट चढ्ने भन्ने। अस्ति गएको हो नि त, त्यही अनुभवले त्यति अनुभवले म जान खोज्दैछु। हेरौँ हराउनु होला जस्तो लाग्छ। स्टेसनमा अब चढ्न सक्छु कि सक्दिनँ, स्टेसन पत्ता लगाउनु सक्छु कि नाइ होइन, ट्रेनहरू चढ्न गाह्रो हुने हो कि भन्ने कुरा हो। अनि हेरौँ, लेट्स सी गाइस। अब आज बल्न जाँदैछु, के कस्तो हुन्छ। आज चाहिँ एक्लै हो, बुढी काममा गइसक्यो। सो यो मोबाइल चाहिँ कसले साँधिरहेको भन्ने सोच्नु होला, चाहिँ स्ट्यान्डमा राखिरहेको। अनि आज चाहिँ बल्न गइन्छ। अब खाना पाक्दैछ। अहिले चाहिँ यतिखेर कति 10:15 भएको थियो मैले ब्लग सुरु गर्ने बेलामा। अहिले त अब 16-17 भइसक्यो होला। अहिले 1:30 बजीतिर निस्किने हो। अहिले नै मैले ब्लग सुरु गरेँ। अनि अब टक्क यहाँ लुगाहरू पठाउनु छ, यहाँ खाना पाएको भने अनि खाना खाएर, पहिला चाहिँ खाना खाँदैन, नुहाउँछु अनि त्यस पछाडि खाना खान्छु। अनि नुहाइधुवाइ गरेपछि खाना खाएर अनि त्यस पछाडि निस्किनु पर्ला भने। यहाँ अरू त के नै छ र, त्यस्तो त केही छैन गाइज। यहाँ चाहिँ छै बुढीले बनाइदिएको बल। मलाई प्र्याक्टिस गर्नलाई सजिलो भइरह्यो। हातले यसरी 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 बुढीले बनाइदिएको बल हो मलाई। भलिबल है, ट्यालेन्टेड हो क्या फेरि बुढी। फेरि जे पनि क्या सब थोक जानेको, त्यही भएर दुःख पाउन्न कि, दुःख चाहिँ पाउँदैन। अनि सबैजनाले वेटिङमा हुनुहुन्छ होला। हाम्रो यो मैले अघिल्लो भिडियोमा चाहिँ के भनेको थिएँ भने Q&A हुनेवाला छ गाइस। सो Q&A गरिदिनु होला भनेर भनेको थिएँ क्वेसन। एन्ड त्यो क्वेसन तपाईँहरूले गरेको क्वेसनको म चाहिँ एन्सर दिनेछु, हामी चाहिँ एन्सर दिनेछौँ भनेर भनेको थिएँ। अब सम्भव भयो भने अहिले बेलुका बुढीसँग बसेर टक्क Q&A पनि गरौँला, भिडियो के कस्तो हुन्छ होइन। सो आजको भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला गाइस। भ्लगलाई पुरा हेरिदिनु होला, लाइक कमेन्ट गर्न नभुल्नु होला। तपाईँहरूको माया अनि साथ सपोर्ट यसरी नै रहिरहोस्। अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने प्लिज सब्सक्राइब पनि गरिदिनु होला र बेल आइकनलाई अलमा राख्नु होला। अनि बल्ल नोटिफिकेसन थाहा पाउनुहुन्छ आएको भिडियो अपलोड भइसके पछाडि। त्यसरी भन्छन् क्या भाइहरूले, दाइ भ्लग के हुँदैछ, भ्लग त आएन दाइ, भ्लग आएन भनेर हुन्छन् होइन। भ्लग त अलरेडी अपलोड गरिसकेको छु मैले, हेर न भाइ भन्छु। अनि त्यस पछाडि दाइ मलाई त नोटिफिकेसनै आएन भनेर भन्छन्। त्यो नोटिफिकेसन नआएको कारण चाहिँ त्यो मेरो सब्सक्राइब गरेको युट्युब च्यानलको बेल आइकन हुन्छ, त्यो बेल आइकन घन्टी, त्यो बेल आइकनमा अल लेखेको हुन्छ, त्यसमा अलमा राखिदिनु होला। अनि हजुरहरूलाई पहिल्यै नोटिफिकेसन आउँछ है त गाइस। सो नभुल्नु होला, सबैजनाले अलमा राख्नु होला है त। लाइफमा धेरै दुःखहरू पनि भोग्यो, आफ्नो आफन्तीहरू पनि गुमाइयो, माया पनि गुमाइयो, धेरै कुराहरू गुमाइयो। तर
जीवनमा चाहिँ एउटा असल व्यक्तिको खाँचो हुँदो रहेछ, असल पार्टनरको। एउटा आफ्नो लाइफ पार्टनर राम्रो भइदियो भने आफ्नो परिवार, आमा बाउ त सधैँ अब आफ्नो साथमा भइहाल्छन्। एउटा लाइफ चलाउनको लागि एउटा लाइफ पार्टनर चाहिँ बेस्ट हुनुपर्छ। बेस्ट भयो भने लाइफ बवाल हुन्छ। सो पार्टनर चाहिँ बवाल चोइस गर्नुपर्छ आफूलाई बुझ्ने अनि सबै कुरा जानेको बुझेको अनि मिलेर गर्नुपर्छ सबै कुराहरू। सो बुझेर गर्नुपर्छ, डिसिजन हत्तपत्त लिदिनु भन्दै गाइस। हल्का सानो म्यासेज तपाईँहरूको लागि। अब म पनि यो तरकारी पाक्न लागिसकेको छ। मेरो भातको टाइमर पनि जम्मा 5 मिनट भएपछि मैले भात बसालेको पनि, म बोल्न लागेको पनि 5 मिनट भइसक्यो होला आई थिङ्क। अहिले जाने बेला भिडियोमा गाइस स्टे ट्युन। ल गाइस अहिले चाहिँ फाइनली म चाहिँ निस्किसकेँ रेडी भएर टक्कै हिँड्छौँ भयो। खेल्ने जुत्ता चाहिँ ब्यागभित्र राखेको छु। केटाहरूलाई नि मैले फोन गरिसकेँ, मिलन भाइलाई नि। अनि आज चाहिँ कोसँग भेट हुन्छ अहिले तपाईँहरूलाई भन्ने नै छु। अब आज कसरी जाने हो उहाँसम्म चाहिँ अलि ढुकचुक भएर जाँदैछु। हेरौँ जस बुझ्न चाहिँ बुझ्छु। अब बिस्तारै यसरी नै हिँडिराख्यो भने चाहिँ बुझिन्छ नि त। अनि आफू पनि निस्किनु पर्ने हुन्छ। दिउँसोमा चाहिँ पुरै सुनसानै हुँदो रहेछ, त्यस्तो हुँदैन रहेछन्, मान्छेहरू हिँड्दैन रहेछन्, सबै काममा हुन्छ होला नि त। सो त्यही भएर नै अहिले चाहिँ खाली छ, सुनसान छ। त्यो ट्रेन चाहिँ 2:06 आउँछ। अहिले चाहिँ 12 मिनट बाँकी नै छ। सो म चाहिँ पर्खिरहेको छु। अस्ति चाहिँ मेसै पाइएन, खेल्न त सकिन्न कि त्यही नि रहर लाग्छ र हिँडिन्छ। खेल्न त सकिन्न गरे गाइस, के गर्ने, खेल्न मन लाग्छ होइन, जान मन लाग्छ, त्यही भएर हिँड्छु। अब आनन्दै भएर बस्ने दिन खै कहिले आउला। छोड्न सकिन्न होला यार भलिबल खेल्न त, त्यही पनि खेल्न मन लाग्छ र हिँडिरहेको छु सधैँ। सधैँ भन्दा नि अब छुट्टी अब काममा लागेपछि त मिलाएर हिँड्नुपर्ने हुन्छ। अहिलेलाई चाहिँ फ्री छु नि त, सो त्यही भएर गएको हो। पछि फ्री नभए नि जान्छ यो मान्छे भन्छन् सबैले होइन। बात त सही है। जब चाहिँ उतै केटाहरूसँग भेट भयो नि अनि कुराकानी गरौँ है त। सो स्टे ट्युन। आज चाहिँ सबै केटाहरूसँग परिचय पनि गराउँछ। केटाहरूको नाम पनि म पनि परिचित भएको छैन कसैसँग पनि। अब एकछिनमा ट्रेन आउँदैछ गाइज, 6 मिनट बाँकी छ होला, अब 5-6 मिनट। र त्यतिखेर नै अब उता गएर कुरा गरौँ है त। सो स्टे ट्युन गाइज। आउन पाएन केटाहरूले, के खाउनु लागिसके ल। हाम्रो यता मिलन भाइलाई चिन्ने छ होइन, यता अनमोल भाइ, अनि यता चाहिँ आशिष भाइ, अनि दुईजना चाहिँ भित्र छन्। अनि आज चाहिँ के भयो क्या, यहाँ त रेकर्ड भएको भए सबैलाई रमाइलो हुन्थ्यो, तर रेकर्ड नहुनाले अलिकति रमाइलो भएन होइन। के भएको भन्दाखेरि म अर्को स्टेसन जान लागिसकेको थिएँ। अनि एउटा जापानिजलाई सोधेँ क्या, आज आफैले सोधेँ अनि यो स्टेसन हो कि होइन भनेर सोधेँ। पछाडि बल्ल उसले भनिदियो हो भनेर, अनि फेरि द्रुत गतिमा भागेँ। अनि फेरि मिलन भाइलाई फोन गरेर भाइ कहाँनिर हो, कहाँदेखि हो उकाल्ने चढ्ने भनेर सोधेर बल्ल माथि आएँ म। हे भगवान्। अनि त्यही माथि पनि फेरि कार्डमा फेरि पैसा सकिएको। अनि फेरि ठ्याक्कै पैसा हाल्छु भनेर पैसा हाल्नु नजानेर अनि फेरि ठ्याक्कै अनमोल भाइ आए। ए गाह्रो छ हो जापानमा, गाह्रो छ है भाइ। गाह्रो छ नि हो, नबुझेपछि गाह्रो छ, एकदम बुझेपछि धेरै सजिलो छ, नबुझेपछि चाहिँ गाह्रो छ। बल खेल्न भेटेको हामी होइन, धमाका हान्ने बल खेल्न जाने होइन, यस्तो रमाइलो थियो कि। दुईजना चाहिँ आएनन्, केटाहरूलाई पनि भेट गराउँछु भनेर। हाम्रो गलगटे प्लेयर गोपाल होइन, गोपाल सर ल, गोपाल ब्रोलाई चाहिँ भ्लगमा वेलकम गरेँ होइन। अनि यता चाहिँ हाम्रो विष्णु ब्रदर, सबै गलकोटे होइन, सबै गलकोटे केटाहरू ल। एकदम संस्कारी देखियो नै यहाँ भ्लगमा। अर्को दादा नै आउनुभयो दाइ, एकदमै राजु दाइलाई मैले चिने जस्तो लाग्यो दाइलाई। दाइ उता अर्को दाइ नै हुनुहुँदैछ। हाम्रो चाहिँ भेटघाट भयो। अब चाहिँ जानु लाग्यो गाइज होइन। यहाँ केटाहरू चाहिँ खानेकुरा ल्याइदिएन, खानु पऱ्यो, खानेकुरा ल्याइदिएन खानु पऱ्यो। अनि त्यसपछि अहिले कुराकानी गरौँ यताबाट, अहिले कुराकानी गरौँ गाइज है त। अनि राजु दाइ हजुरलाई मेरो भ्लगमा नि ल्याउँछु न यसो है। राजु दाइलाई मैले मेरो भ्लगमा नि लिएँ। उहाँ चाहिँ एकदमै पुरानो लेजेन्डरी प्लेयर हुनुहुन्छ होइन, को चिन्नुहुन्छ कमेन्ट गर्नु होला। मैले चाहिँ चिनिहालेँ अघि उहाँ भेट्दा बित्तिकै होइन। अनि राम्रोसँग चाहिँ कुरा गर्न पाएन। हाम्रो दाइ चाहिँ फापरखेततिर नि गेम खेल्न आउनु भएको, धेरै ठाउँ जानुभएको जान चाहिँ। अनि दाइले त मलाई चिन्ने कुरै भएन। मैले चाहिँ दाइलाई खेलेको देखेको थिएँ, दाइको खेल चाहिँ अत्यन्तै मन पर्थ्यो मलाई पहिला दाइ।
ओपन स्पाइकर हो नि त हजुर र त्यो बेलामा त्यो बेलामा हजुर कहिले सकिन्न हजुर अनि त्यस्तै छ दाइले आज भेट्न पाए धेरै खुसी लाग्यो दाइ धन्यवाद यतै हुनुहुन्न रहेछ आज संजोगले भेट भयो कि सन्चोकले भेट भयो अनि दाइ चाहिँ खेल्न चाहिँ अब सक्दिनँ भन्नुहुन्छ तर अझै पनि मैले चाहिँ जवान देखेँ दाइलाई छैन जब अब सकियो कि अब उमेर गयो खेल्न सकिन्न भाइ त्यही पनि भाइ साथीहरू ल आउनु पऱ्यो खेल्नु भनेको हुनाले त्यही पनि अब उहाँको अब चाहिँ बोली काट्नु नसकेर जाऊँ न भाइ साथी पनि भेटिन्छ नि सबै होइन चिनजानेको हजुर अहिले चाहिँ खासमा साथीलाई भेट्नु न ओ साथीलाई हो गेम खेल्न सकिन्न जस्तो लाग्छ है होइन त्यही पनि यो स्टामिना चाहिँ हुन्न हजुर अब यो जे कुरा नि स्टामिना प्र्याक्टिसले हो गेम गर्ने अहिले त अब छोडियो होटेल लाइनतिर अब 13-14 घन्टा उभिएर गर्नुपर्छ हजुर त्यो भएको हुनाले अब त्यो भएर खेल कन्टिन्युसली दिएको भए अझ नै राम्रो जस्तो लाग्छ होइन अब सकिन्न भाइ बुढो भयो दाइ हो दाइलाई चाहिँ म एकदम मान्छु है दाइको खेलहरू सबैले चिन्नु भयो होला ल कसले चिन्नु भयो कमेन्ट पनि गर्नु होला गाइज र दाइसँग भेट्न पाउँदा चाहिँ एकदमै खुसी लागेको छ अनि दाइ कतिको खेल्नुहुन्छ आजभोलि अहिले गेम पनि देखाउँला दाइको है भाइलाई आज भाइलाई त मैले उहाँ पनि खासै गाउँमा देखेको थिएन हजुर आज आएर मैले चिनेको हो भाइ दाइ तपाईँलाई भनेको हुनाले हजुर हजुर अब अचानक होइन जम्प भेट भयो दाइलाई त म चिनेको नि भाइले अब चाहिँ भेट हुन पाउँदा भाइहरूले चिन्दाखेरि खुसी लाग्यो हजुर चिनेको नि दाइलाई त दाइलाई र नचिन्ने त कमै छन् क्या मान्छे त हो गाउँघरतिर अब चाहिँ नगएको ठाउँ त्यो बेलामा तल्का पिटेको त्यो बेलामा नेट हुन्थ्यो भने होइन फेसबुकको जो हुन्थ्यो भने राम्रो सोसियल मिडिया हुन्थ्यो भने अब त्यो बेलामा थिएन भाइ अब अहिले जस्तो हुन्थ्यो भने अब भनौँ न राम्रै हुन्थ्यो होला जस्तो अनि व्यापक खेलाडी अहिले नेपालमा फेरि नेपालमा जति राम्रो भए पनि फेरि स्कोप छैन कि भाइ छैन त्यो भएको हुनाले विदेशी लाउनै पर्छ विदेशमा जानुपर्छ फेरि नेपालमा फेरि आफ्नो मान्छे मात्रै घुसाउँछ गेम नसेमसितको कि आफ्नो मान्छे गेम भएको बिचरा पछाडि भएको भए अब गेम नभएको अगाडि आफ्नो जाने त्यो प्रवृत्ति अलिक नराम्रो छ एकदम त्यो अहिलेको लेभलमा भयो त्यो लेभलमा त्यो समयमा त्यस्तो हुन्थ्यो भने दाइ त अहिले राष्ट्रिय प्लेयर होइन एउटा ठाउँमा बस्ने होइन हजुर हजुर कोच भएर हुन्थ्यो कि के भएर हुन्थ्यो अहिले ठाउँ पाउनुहुन्थ्यो होला दाइले त्यो समयमा केही छैन अब जे जस्तो भए पनि अब मान्छे खेलाडी खेलबाट चाहिँ चिनिनु भयो दाइ त्यो नै ठुलो कुरा हो होइन दाइ हामीलाई खेलले चिनाएको त हो हजुरलाई मैले खेलबाटै चिनेको हो होइन यता हो दाइ ल गाइस अब दाइको खेल पनि हेरौँला अब दाइ एकछिन भयो नि वार्मअप गर्नुहुन्छ खेलाडी मान्छेलाई त कहाँ हातमा बल नछुएसम्म त मन लाग्छ त नि होइन दाइ हो तर सकिन्न भाइ जस्तो लाग्छ है मलाई त एउटा भाइ साथीहरूको यसो चिन्जान होला अब भेटघाट होला भनेर आएको ठिक छ नि चाहिँ सकिन्न जस्तो लाग्छ है मलाई हेरौँला अब दाइ कतिको हान्नुहुन्छ भन्ने कुरा खेल अब के कस्तो छ अब यहाँ विदेशमा भएपछि त्यस्तै त हो अब कहिलेकाहीँ खेल्ने कुरा होइन सधैँ खेलिराखे पो खेल राम्रो हुन्छ होइन अब कहिलेकाहीँ खेल्ने कुरा अब त्यस्तै हो गाइज होइन रमाइलो अब दाइहरूको अब त्यही नै हो म पनि त्यही हो अलिकति टाइम पाइस अब भोलि अब काम लाग्यो भने त त्यस्तै हो खेल्न हिँड्नलाई होइन दाइले त भोगिसक्नु सबै कुरा अब म त बल्ल भोग्दैछु नि त दाइ ल गाइज अब अरू कुराहरू उतै खेलतिर गएर गरौँला अहिले खेल के कस्तो हुन्छ तपाईँहरूलाई देखाउने नै छु के कस्तो रमाइलो हुन्छ सो भिडियोलाई चाहिँ अन्तिम समय हेरेर साथ दिनु होला र मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला लाइक कमेन्ट गर्न नभुल्नु होला है त हाम्रो दादालाई चिन्ने जति सबैले लाइक कमेन्ट हान्नु होला ल गाइज आइसक्यो हाम्रो राजु दाई जर्सीमा निस्किसक्नु भएको है हाम्रो दादाको नाम चाहिँ यता दादा हजुरको नाम मनबहादुर दाई है हाम्रो मनबहादुर दाई आज भेट हुन पाइयो धेरै खुसी लाग्यो दाई ल यता दाई तातिँदै हुनुहुन्छ है ल है दाईको स्पाइक कस्तो जान्छ आज हेर्नुपर्छ यता भाइ पनि रेडी भाइ त पक्षमा निस्किसक्यो ल अब म पनि रेडी हुन्छु गाइस आजको गेम के कस्तो हुन्छ प्र्याक्टिस हाम्रो अहिले एकछिनमा हेर्नेछौँ है त स्टे ट्युन गाइस हाम्रो चाहिँ उताको ग्राउन्ड होइन रहेछ गाइस अनि यता फेरि यता हामीले बनाउँदैछौँ केटाहरू कसिँदैछन् अब यहाँ चाहिँ हामीले यहाँ फेरि बनाएर फेरि खेल्नुपर्ने हुन्छ टाइम चाहिँ लस्ट हुने भयो हाम्रो यहाँ चाहिँ तयारी हुँदैछ यो हलमा खेल्ने भयो ल गाइस अब एकछिनमा खेल के कस्तो हुन्छ एकछिनमा तपाईँहरूलाई देखाउँछु है त स्टे ट्युन
आजकल त म्याकडी यताउति सबै हाई हाई भएको मान्छे है म्याकडी बागलुङ जताततै खेल्न जान्छ कि काठमाडौँहरू गलकोट एरियामा त मान्ने त्यो रातो डिसेसलाई 5 मिनट उताको ल ल यहाँ गफको सोरा कता घुम्छ कम कता लाउरी हो भर्ती भएको खेलबाटै पछि भर्ती गराएको मान्छेले नै शुल्क लगाइदिएछ साले को बम से उड़ा दूंगा एक बार हाथ में आ जाए तो गाइस अहिले चाहिँ फाइनली हामी चाहिँ खेलेर पनि भ्याइयो केटाहरू अझै पुगेन केटाहरूलाई चाहिँ अझै खेलिरहन् केटाहरू नेट फुकाउँदैछन् भाइहरूले र हाम्रो अनिश भाइ अनिश होइन भाइको नाम आशिष सरी आशिष भाइ पुरा चिल हान्दैछन् सर्ट हानेर थाक्यो गएर होइन अनि यता चाहिँ हाम्रो अर्को टोलीहरू भलिबल खेलेर यहाँ सरसफाइ हान्दैछन् अब हामी पनि निस्किन लाग्यो गाइस अब निस्किन्छौँ हामी पनि रमाइलो गऱ्यो राजु दाई चाहिँ जानुभयो होइन अरू केटाहरू नि गए दिपेन्द्र कहाँ हो घर स्याङ्जा हो अर्जुन चौपारी हजुर ए खेल्न पाइएन है ढिला भयो ढिला भन्दा पनि टाइम नै मिलेन क्या अब गएको टाइम 4:30 वहाँबाट निस्केर डाइरेक्ट आएको स्याङ्जाबाट नि हेर्छन् नि मेरो ब्लग त्यहाँबाट 2 किलोमिटर यता रहेछ हिँड्दै आउनु पर्यो नि त अनि ए गाह्रो परेछ साथीलाई नत्र त 5 बजे 5:10 मा त यहाँ आइपुग्थेँ क्या म त्यही पनि आएर जस रहर पुरा गरेर होइन एकैछिन भए पनि केही छैन ठिक छ के भयो गएको अनि जाने हो पर्सि हामीसँग जाने हो ए ल है आफू मिड ब्लगर हो हजुर ए ल ठिक छ है ल हाम्रो हजुर घर सोधिसकियो भइसक्यो त्यो ए स्याङ्जा कहाँ ल हाम्रो लक्का बेगबाट अब चाहिँ निस्किनुपर्छ थकित पनि भइयो अब बुढी पनि के गरिराखिन् कसो गरिराखिन् अब आत्ती होला नि होइन पुग्यो के गर कसेर आउने हो भनेर बुढी नि आत्तिरहेको होलिन् होइन त्यही भएर अब चाहिँ म निस्किनु पर्ने हुन्छ अब निस्किन्छु अहिले बाटोमा कुरा गरौँ हामी सबै नेपाली है खोल्यो है ल अब चाहिँ खाजा खाँदै यसो खाजा भुजा खाऊँ अनि त्यसरी निस्किँदा भनेर टक्कै हाम्रो चाहिँ खाजा खाँदैछौँ भाइहरूसँग चाहिँ बसिरहेको अनि हाम्रो भाइको चाहिँ परिचय गराइएन अघि नाम चाहिँ भाइको विवेक खत्री हामी सबै गलकोटे भाइहरू हुने गलकोटे भाइहरू सिङ्गल भाइहरू हुने सबै मिला भाइ हामी सबै मिल्ने ल है ल लिङ्क पनि फेसबुक आइडी हालिदिउँ ल ल है केटाहरू सिङ्गल हो है गाइस गयो यार अब दौडिनु ल अब चाहिँ खानु भनेर कस्तो हुँदो रहेछ है त यस्तै हो अब जिन्दगी कटाउने नै खाएर यही खाएरै कटाउनु पऱ्यो होइन विदेशी लाइफ सुरु हुँदैछ बल्ल होइन हाम्रो भाइहरू त अब पहिले अगाडि नै आएको म भन्दा भाइहरू त धेरै भोगिसक्यो अब मैले चाहिँ बल्ल फिल गर्दैछु जस यहाँको लाइफ कस्तो हुँदो रहेछ यहाँको बसाइ होइन यहाँ चाहिँ के भोग्न पर्दो रहेछ अहिले त चिल लाइफ भोगिरहेको अब काममा गर्ने दुःखहरू त अब भोग्न बाँकी नै छ होइन त्यो सबै भोगिन्छ के भोगिन्छ तपाईँहरूलाई देखाउने नै छु तपाईँहरूलाई भन्ने नै छु गाइज होइन तपाईँहरूको माया अनि साथ सपोर्ट चाहिँ यसरी नै रहिरहनेछ भन्ने आशा छ अब चाहिँ खाजा खाएर अनि भेटघाट गरौँ है त भाइसँग चाहिँ छुट्टिने बेला आयो ल फेरि अब पर्सि भेट भइन्छ होइन ल राम्रोसँग जाऊ म नि राम्रोसँग पुग्छु हामी फेसबुकमा फ्रेन्ड भइयो कि नै गरिहालौँ त मलाई कन्ट्याक्ट गर्यो सब व्यवस्था हुन्छ होइन ल अब हामी पनि स्टेसनतिर लाग्नुपर्छ किनकि अब हामी छुट्टिनुपर्छ बस्दै रात परिसक्यो केटाहरूसँग बसेर पनि अब बसे जस्तो चाहिँ हुँदैन क्या अब पुग्न त अब के गर्ने तर फेरि भोलि फेरि केटाहरू पनि काममा जानुपर्छ अझ भाइ त फेरि हाम्रो
अब गएको जानुपर्ने है फेरि काम पनि हान्नुपर्ने होइन गाह्रो छ त नि अब पढ्नको लागि चाहिँ पढ्न काम गर्नलाई गाह्रो छ अब हामी जस्तोलाई होइन काम मात्र गर्नलाई अब जापानमा लाइफ छ 4 वर्ष चाहिँ अलिकति गाह्रो हो त्यसपछि स्टुडेन्ट लाइन मन त्यही भन्छु 4 वर्ष चाहिँ दुःख गर्नुपर्छ है जापान नत्र 4 वर्ष चाहिँ अनि पछि दुःख गरेको मान्छेले जानुपर्छ दुःख गर्ने मान्छेले गर्छ यहाँ दुःख बुझेको मान्छेले चाहिँ गर्छ हामी जस्तो लहङ्गा आउने नि त्यही हो हामी जस्तो लहङ्गा आउने नि त्यही हो लफङ्गा आउन नि हो लफङ्गा भने 1 महिनामा छुट्टी दिन्छ युनिभर्सिटी 1 महिनामा छुट्टी दिन्छ युनिभर्सिटी सुध्रिन्छ न हो 2 महिना काम छोडेर बस्छ मान्छे म यो जापान आएको सुध्रिन्छ यहाँ चाहिँ लाइन छुट्टै छ कि लाइन छुट्टै छ लाइफमा के गर्नुपर्छ लाइफ आफ्नो कसरी बनाउने हो भन्ने कुरा त त्यो आफूमा डिपेन्ड हुन्छ होइन कसरी अगाडि बढ्ने टाइम के भन्ने टाइमको एक्चुअल चाहिँ यहाँ चाहिँ टाइम चाहिँ मान्छेले टाइमको भ्यालु चाहिँ बुझ्छ यहाँ आए पछाडि होइन एकदम मजाले बुझ्छ अनि मजा नै चाहिँ 754 के कति नबुझ्ने भएर यस्तो गाह्रो हुन्छ गाइज यार मैले अघि 54 मा हिँड्ने भने होइन ट्रेन चाहिँ 52 कि 50 मा आइपुगेको थियो म त अब अर्को 54 मा अर्को आउँछ होला भन्दै कुर्दै बस्दै गरेँ होइन लास्टमा चाहिँ त्यही ट्रेन रहेछ गयो क्या अब चाहिँ म 8-9 को ट्रेन आउँदैछ त्यसमा चाहिँ जाने भनेर बसिरहेको छु यस्तो हुन्छ नबुझ्ने भएपछि अलिक गाह्रै हुन्छ त्यही भएर पढ्न पर्ने रहेछ गाइज दुःख पाइयो आज थोरै लेट हुने भयो केही छैन अब 8-9 को आउँछ अनि 8-9 को जाने भयो है म अलिकति ल्याङ भयो यार अब बुझ्ने नै हुनुपर्छ यार यस्तो कुरामा चाहिँ दुःख पाइयो अब म जस्तो त कतिले दुःख पाउँछन् होला नि त्यही आज मैले भोग्दैछु अब फेरि घर चाहिँ ढिला हुने भयो पुग्नलाई बुढी नि आत्तिरहेको होला नि त्यही हो बाहिर निस्किँदाखेरि अब निस्किन मन लाग्छ नबुझ्ने भएपछि गाह्रो हुन्छ क्या त्यही अब चाहिँ जान्छु त्यस अब 8-9 को त अब चाहिँ चढ्छु अलिकति ढिला हुने भयो 2000 years later धन्न हराइन आज म गरी मेरो बुढी आज मलाई लिन आएको खोज्दै हिँडेको मेरो बुढी काला हो बुढी नरिसाउनु मेरो बुढी आज म कुन स्टेसनमा सुतिरहन्छ भने त मान्छे धेरै यस्तो त म जस्तो त धेरै हुनुभयो होला होइन यो जापानमा जो हुनुहुन्छ उहाँहरूले चाहिँ भोग्नु भयो होला यसरी हराउँदा तर नबुझेर चाहिँ अलि हिँड्नुहुन्न यो कुरामा चाहिँ टाठो हुनुपर्दो रहेछ होइन बुढी अब बुढी फायर छिन् बुढीलाई फकाउनु पर्ने हुन्छ आइपुगेँ म घर चाहिँ एकदम थकित भयो कहाँ पुगेँ 4 स्टेसन टाढा पुगेर छु ट्रेन चाहिँ के भइदियो नि ट्रेन डङ्ग खुलेर ट्रेन 50 मै आइदियो त्यहाँ अगाडि होइन अब यो त 50 मा जाने ट्रेन होला भनेर म त ढुक्क परेर बसेँ अब मेरो त 54 मा आउँछ भनेर अनि ठ्याक्क 54 आउँदा बित्तिकै यस्तो हेर्छु त ढोका ढ्याप्प भयो जब मैले सोधेँ नि त्यतिखेरसम्म ढोका खुल्लै थियो बेबी अनि मैले चाहिँ साइडकोलाई सोधेँ अनि उसलाई चाहिँ लोकेसनमा हेरेर कहाँ जाने भने म यो फल्ना ठाउँमा जाने उसले आफ्नो लोकेसन हान्यो अनि यही ट्रेन हो भन्दा बित्तिकै ढोका त ढ्याप्प के खत्म बाय बाय टाटा गर्ने के अनि ढ्याप्प हुँदै त्यो हिँड्यो अनि त्यस पछाडि 8-9 मा थियो होइन अर्को अनि 8-9 मा आउनेमा नि म झुक्किनेवाला थिएन 8-9 मा आउनेवाला ट्रेन चाहिँ के भइदियो भने लास्टमा 8-9 मा आउने ट्रेन चाहिँ के भइदियो भने गाइज ठ्याक्कै 6 मिनट डिले भनेर बिहाइन्डै हो कि के लेख्दो रहेछ होइन बुढी लेट आउने ट्रेनलाई चाहिँ बिहाइन्ड हो 6 मिनट बिहाइन्ड भनिदियो अनि 6 मिनट पछि आउने रहेछ भनेर अनि ठ्याक्क अनि त्यहाँ चाहिँ ट्रेन गइसक्यो 6 मिनट पछि आउने रहेछ भनेर म कुरिबसेँ अनि फेरि अर्को ट्रेन आयो त्यो ट्रेन होइन रहेछ क्या फेरि त्यो अर्को ट्रेन रहेछ त्यो डिले भनेको ट्रेन चाहिँ त्यो पछि आउने रहेछ क्या अनि म त्यो ट्रेनमा चढ्दै अनि त्यो ट्रेनमा चढ्दा बित्तिकै कहाँ पुगेँ फेरि अनि कहाँ पुगेँ अनि फेरि मिलन भाइलाई फोन गरेर मिलन भाइले भिडियो कल गरेको भिडियो कलमा देखाउँछन् कहिले मैले लोकेसन खोल्छु होइन कहाँ यो अनि त्यसपछि बल्ल तल्ल तिमीले भनेको ट्रेनमा चढेँ अनि ओके ल दाइ अब यो ट्रेन हो अब त्यसपछि तपाईँ चाहिँ यो स्टेसनमा झर्नु होला भनेर अनि ठ्याक्क भइयो अनि त्यहाँ आइसकेको म झर्ने स्टेसनमा आइसकेको छु अनि मैले भाइलाई भने त्यो म्यापमा फेरि कस्तो भइदियो भने त्यो नेट स्लो डाउन भएर हो कि के हो होइन पछि नै देखाइदियो क्या अनि म चाहिँ भाइले के भन्नु भने तपाईँ एक स्टेसन पछि है दाइ झर्ने भनेर भनेको म झर्ने चाहिँ त्यही स्टेसनमा रहेछ खास अनि फेरि अर्को ठाउँ फेरि 4 स्टेसन पर ल बुझ्नु है तपाईँ जापानमा बस्ने मान्छेलाई त थाहा नि त अब 4 स्टेसन भनेको कति टाढा हो भन्ने कुरा अनि फेरि त्यहाँबाट अर्को स्टेसन अनि आएर स्टेसन आएर फेरि झर्ने ठाउँ थाहा छैन अब त्यो यताबाट पनि झर्छु त्यही लिगमा जान्छु फेरि तल पुग्छु ट्रेन चढ्ने ठाउँमा यताबाट फेरि माथि जान्छु फेरि अर्को ठाउँबाट फेरि अर्कोपट्टि झर्छु
होइ चाहिँ त्यो पञ्च गरेर झर्ने हुन्छ नि त कार्ड अनि पञ्च झरेपछि अनि बल्ल पेमेन्ट गरेको अनि त्यस तल झर्ने हुन्छ आज म कतिवटा स्टेसन हिँडेँ त्यहाँ सबै पेमेन्ट भयो क्या त्यस्तो हुँदैन त्यो त्यही स्टेसन भित्रै बाहिर ननिस्केर भित्रैबाट चेन्ज गरेर आउनु पर्यो नि त त्यही भएर तिर्न परेन हैन त्यो त तिर्न पर्दैन भए धन्न यति चाहिँ फाइदा भयो तपाईले टच गरेको कहाँ हो अनि फेरि निस्किँदाखेरि टच गर्दाखेरिको त्यही काउन्ट गरेर आफै पैसा गर्छ क्या भन्नाले म जति हिँडे त्यति त तिर्न त आज नाइ तपाईँ त वहाँदेखि टच गरेको त 320 लाग्छ नि त यहाँ आएर बल्ल टच गर्नुभयो नि त बिचमा त अब कता कता के रे एक्सचेन्जहरु त्यो केही भएन त्यो त केही भएन ल ठिक छ गाइस आज चाहिँ धन्न हराइएन मिलन भाइ पनि यो भन्दा अगाडि मिलन भाइ नि फर्स्ट टाइम आउँदाखेरि मिलन भाइ चाहिँ झन् स्टेसनमै सुत्या रे के बिचारा 12 बजे बन्द हुन्छ अब यताउता हिँड्दाखेरि मेसो पाएनन् अनि बन्द भयो अनि ट्रेनै नहिँडेपछि त के गर्नु त स्टेसनमा सुत्न परेन अनि मम्मीलाई चाहिँ घरमा फोन गरेर म चाहिँ साथीकोमा सुते भनेर मम्मीलाई घरमा भनेछन् अनि स्टेसनमै सुतेर बिहान 5 बजेदेखि स्टेसन सुरु भएपछि ट्रेन चल्न सुरु भएपछि बल्ल साथीकोमा गएर सुतेर अनि काममा गएर अनि बल्ल घरमा फर्काएर के त्यस्तोसम्म भोगेर रहेछन् भाइले अब यस्तो भोग्ने त धेरै हुनुहुन्छ होला जस्तो लाग्छ मलाई म मात्र होइन भाइ मात्र होइन मेरो बुढी मात्र होइन धेरैले भोग्नु भयो होला सो कोले भोग्नु भयो यो कुराहरू यस्तो पीडा कोले भोग्नु भयो कोमा घटेको छ यो घटना सबैजनाले कमेन्ट गर्नु होला कोले भोग्नु भयो कमेन्ट गरिदिनु होला र आजको भिडियो के कस्तो लाग्यो आई होप सबैजनाले इन्जोय गर्नुभयो र मैले भिडियो नै गरेर देखाएको भए अझ रमाइलो हुन्थ्यो होला मेरो सिचुएसन तर मेरो सिचुएसनमा भिडियो गर्ने भन्दा पनि भाइसँग कलमा जोडिनु पर्ने थियो सो त्यही भएर मैले भिडियो खिच्न पाइनँ सो आजको भिडियो के कस्तो लाग्यो आई होप सबैजनाले इन्जोय गर्नुभयो होला लाइक कमेन्ट गर्न नभुल्नु होला र मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब पनि गरिदिनु होला र अब चाहिँ खाना खाएर सुत्नुपर्छ गाइस अलिकति थकाइ पनि लागेको छ सो नेक्स्ट भिडियोमा भेट हुने नै छ अहिलेलाई बिदा लिन चाहन्छु जय नेपाल जय भलिबल बाई बाई त गाइस बुढी बाई बाई ओहे सुमेना साई